लाइक बिचको मिडलहरूसँग म अलिकता मिल्न मिल्छु तर त्यति साह्रो मेरो भाइब झ्यापको म्याच हुँदैन बट मेरो बच्चा बच्ची र बुढापाकाहरूसँग फेरि यति छिटोमा भाइब म्याच पैसा अनि यहाँ फेरि ठुल्ठुलोलाई चाहिँ यहाँ काटकुट गर भनेको हजुरले भनेर मात्रै हो आएको न त यस्तो जाडोमा बोल्न अघि कति हरान अहिले मोबाइल देखाएर वी मेक चटपटे के गर्नु बच्चाहरूले ग्रहण गर्यो त्यही भएर सब्सक्राइब गरिदिनु होला धर्मै हुन्छ मेरो हातलाई चुम्बन पर्छ टाढेदेखि ल फ्लाइङ फिस देऊ चियापट्टि छान्ने आइडिया यिनको है फेरि जोडले नमस्ते वेलकम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी मन्सा थापा एन्ड आई होप सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला भनेर म पनि सन्चै अनि आरामै छु। सो साथीहरू न्यू भ्लग अनि तिहार पनि एकदम राम्रो गयो अनि आशा छ हजुरहरूको पनि एकदम राम्रो गयो होला भनेर पर्व अब हाम्रो चाहिँ राम्रै गयो भनौँ। अनि त्यस पछाडि चाहिँ मेरो चाहिँ दाइको छोरी आएको थियो नि त यहाँ अनि सो त्यही भएर भनिन्छ नि जस्तै अब बच्चा बच्चीले त हामी जस्तै लेभलको साथी खोजिन्छ नि बुढापाकाहरूले बुढापाकै खोज्छ बच्चा बच्चीले खोज्दो रहेछ क्या। अनि जस्तै अब अहिलेसम्म मेरो घरमा बच्चा बच्चीहरू कोही पनि थिएन झ्याप्पै आउनुहुन्थ्यो कि जस्ट यस्तो घुम्न आउनुहुन्थ्यो नानी बाबुहरू त्यो मेरो भिडियो हेर्ने भान्जीहरू मात्रै आउनुहुन्थ्यो यसो भेट्न। तर जब मेरो दाइको छोरी आयो त्यसपछि चाहिँ नानीहरू आएको आए खालि सान्सिका खोइ सान्सिका कस्तो खुसी पनि लाग्ने कि कस्तो बच्चाहरू आइराख्दा मलाई फेरि दुईवटा बच्चा र म बुढापाकाहरू भनेपछि यस्तो छु क्या लाइक बिचको मिडलहरूसँग म अलिकता मिल्न मिल्छु तर त्यति साह्रो मेरो भाइब झ्यापको म्याच हुँदैन बट मेरो बच्चा बच्ची र बुढापाकाहरूसँग फेरि यति छिटोमा भाइब म्याच हुन्छ। अनि नानीहरू आएको यस्तो रमाइलो फिल भइरहेको छ अनि तिनीहरूले चाहिँ हिजो आएर एकदम रमाइलो गरेको थियो। मैले टिकटकमा पनि हालेको छ हजुरहरूले हेर्न सक्नुहुन्छ भिडियोहरू। अनि सो आज चाहिँ मैले के भनेको थिएँ भने हाम्रो घर आऊ अनि यिनीहरूलाई चटपट खान मन लाग्छ भनेको थियो अनि आऊ त्यस भाप्रो गरेर अनि खाम्ला है भनेको अनि 3 बजीतिर बोलाएको थिएँ अनि ठ्याक्कै अझै 3 बजे 3 बजेभन्दा पनि अगाडि आएको अझै मैले अझै नआएर आऊ है आज शनिबार भनेको सबै हजुरले भनेर मात्रै नआएको भन्ने कि अझै नानीहरूले पनि कस्तो अनि अहिले चाहिँ दोकान गयो गएर आइभ्याएको खै त सान्चिका खै त सान्चिकाहरू खै त के गर्ने भनेर पैसा अनि यहाँ फेरि ठुल्ठुलोलाई चाहिँ यहाँ काटकुट गर भनेको अनि सानसानलाई चाहिँ दोकान पठाएको युवालाई अझै ल्याए हुन्थ्यो नि ए रहेछ नि कति भयो 5वटा ल्याएको चाउचाउ युएनमी कुरकुरे कि अब कुरकुरे कुरकुरे नि ल्यायो 20 रुपियाँ रहेछ त्यसमा 20 रुपियाँको चाहिँ के ल्यायो भने अब चुइगम ल्यायो कतिवटा आउँछ 20 रुपियाँ यो खाएपछि लाग्छ एउटा बडी होइन ल्याऊ केही नि हुँदैन चुइगम ल्याऊ है ठ्याक्क उस खाएपछि लास्टमा चुइगम खाने। सो साथीहरू हामी चाहिँ त्यही प्लान गराएको छौँ। अनि मैले चाहिँ अलिक दिउँसो चाहिँ बोलाउँथेँ कि बट हामी चाहिँ यहाँ बेसी चाहिँ घाम आउँछ कि यो जस्तै अब ठ्याक्क उ छ नि हाम्रो घर फेरि पश्चिम फर्केको छ नि त ठ्याक्कै घामले कस्तो गरिदिन्छ अनि त्यही भएर अब ठ्याक्कै यहाँ अब साँझ भएपछि त्यहाँ बारदलीमा बस्नुहुन्छ अनि त्यही भएर मेरो चाहिँ कस्तो अलिकता भोइस पनि सुकेको छ जाडो महिना सुरु भएपछि यस्तैहरू सुक्छ क्या अनि अलिकता चिसो पानी झन् खानै हुन्न अनि त्यही भएर बोलाएको मैले साँझमा अब दिउँसोमा बोलाएर लास्ट गर्मी हुन्छ अनि साँझभन्दा पनि अब ठिक्क 3 बजीतिर चाहिँ ठिकै हुन्छ भनेर बोलाएको 1 बजी जहिले आउँछौँ भन्नु थियो अनि मैले नाइ त्यति बेला नआऊ ठ्याक्क 2-3 बजीतिर आऊ ठिक्क हुन्छ भनेको अनि ठ्याक्क अब घाम पनि ठ्याक्क दुख्छ नि त ठिक्क अनि चियासँग फेरि यस्तो मिठो हुन्छ नि चटपट तिमीलाई मनपर्छ कि नै चियासँग चटपट मनपर्छ त्यसबाट सबैलाई चिया बनाउँछ है मैले ए हामी सानो मान्छे नि फेरि आफू भने यत्रो छन् अनि खालि काम गर्न खोज्छन् उहाँ चक्कु त्यत्रो ठुल्ठुलो छ चक्कु नछौ भन्दा पनि उहाँ चक्कु गर्न खोज्छन् अनि अहिले फेरि नगर कि तिमीले नगरे पनि खाना पाउँछौ भनेको अनि त्यो अब फेरि आलु बसालिछु अब फेरि के हाल्ने भन है मसला ससला मसँग चाहिँ कलर छैन है फुड कलर छैन मसला हाल्ने हो कि नै मनपर्छ कि नै र त्यही सोध्छु भनेर मनपर्छ भने मैले हाल्छु न त अरूलाई मनपर्छ कि नै के हो ओके गाइस अब म चाहिँ यिनीहरूलाई बनाइदिन्छु
यहाँ चाहिँ रेडी हुँदैछ हाम्रो हिजोको कमेडी गर्लु लुकी लुकी गरी छिन् अहिले फेरि के बोलिदिन्छन् अनि सबैलाई हँसाउँछिन् नाउन पठाएको के भन्नु गरे अघि मलाई हजुरले भनेर मात्रै हो नआएको न त यस्तो जाडोमा बोल नाउँथ्यो अघि कति हजान अहिले त यो मोबाइल देखाएको त लगाइछि नै के भयो लाज आयो त्यसलाई पनि यसो बुडुम बुडुम फोड्नु है यसरी फोड है हो मन पुरुङ्ग भयो न अहिले आज हालिदियो कमेडीवाला हामीले हिजो कति भिडियो बनाएको हामीले साथीहरू छिटो छिटो गर अहिले फेरि सनलाइट गयो भने हाम्रो प्रोफाइल खिच्नै छ चटपट लिएर खिच्न अहिले च्याप्पल लाएर सबैले यिनी सबैभन्दा सानो झन् सबैभन्दा अग्लो के गरे नाम फेरि बिर्से सालिना कुमार हो न यो चाहिँ मिसेस उनीहरूले चाहिँ आलु खाऊ वाट इज योर नेम हो यता गर्नु न माई नेम इज अनुषा के गरे अनुरा आज को मुख देखेन कि आज को चाहिँ रियाना जी ए यता ल्याऊ यता कस्तो एक ठाउँमा मात्रै देखाएको यार हजुर राम्रो हुन्छ क्या त्यो लिनु बनाउनु त त्यही लिनु अब हजुरले बनाउनु मैले हो बनाउनु हेलो अनुजा डौबा मैले दिएको यहाँ चाहिँ मनिषा दिदी रे त्यो हाल्नु लाग्नुपर्छ लाउनै मौसम दिदी समात्नु खतरा भला करा खाने हुन्छ यहाँ चाहिँ अब मैले मुस्ना ए मौसम उयो आउँदो सुकेर चुप उठेन कस्तो पोल्यो हौ कस्तो मिठो बास्ना आएको है मङ मङ थोरै है धेरै नहाल है पहिला थोरै हाल्नु उल्ट्यो भयो क्या वाह अहिले नभए पहिला अहिले हाल्नु ल हेलो गाइज वी मेक चटपटे के गर्नु बच्चाहरूले रहर गर्यो त्यही भएर सब्सक्राइब गरिदिनु होला घरमै हुन्छ भन्छ नि हेर कस्तो राम्रो देखिहाल्यो त अब यिनीहरूले गिल्लो भनेको थियो मैले गिल्लोको लागि कलर थिएन यहाँ चाहिँ चिया पाक्दैछ यहाँबाट भ्यू देखिँदैछ कतसमा कता केटीहरू पिङ खेल्दैछन् एकछिन चाख्न पर्ने यो नाच्दै बस्नु भएको यहाँ एउटा के भन्छ अनि तिमीलाई
देखिनु नलाग्नु न भन्नु नि बाटो माथि बाटो मुनि भनेको ए नचलिहरु राखेका हाम्रो कोही चाहिँ हेलो गाइस वी मेकिङ चटपटे भन्न जान्छ सिकाउन जान्छ बच्चाहरुले लगातार गरी खाने के गर्नु सब्स्क्राइब गरिदिनु धर्म हुन्छ भन्नु भन त अन्जान जान्छ के मिलेर जान्छ ए त्यो भिडियो गेम घरमा लाइक च्यानल सब्स्क्राइब सेयर गरेर होला भन्ने म जस्तो पाए त्यस्तै हाले हो त्यही भने के जस्तो आयो त्यस्तै टेस्ट गरे के भन्दै जस्तो आयो त्यस्तै हाले मामा नि उभियो एकछिन नमान्नु 8 कोले खाने आज मलाई चिया हाल्यो एउटा चाय कुमारी चाय कुमारी छुट्टी दिन पर्छ नि हैन चिया कुमारी मलाई मेरो यहाँ है ओ उपसिक्ने पहिला ट्राई गर्नु नि त दुखनाले हुन्छ चिया राको त उस दिन न मेरो मोबाइल चिया पोल खाओगे मलाई हो र आलु हजुरलाई हजुर कोकोले चिया खान्छ मौसमीको मुख देखेन है काट दे उस दिन न बोय ओ त मोबाइल चीयर्स ल सबले खाने है पार्टी ल सबले खाने खाऊ तिमीलाई चम्मचले खाऊ भनेको नखाने अरे एकजनाले मात्रै चम्मचले खाएको अरू सबले लु हाम्रो अब चटपटे पार्टी सुरु हुँदै पार्टी हो रही है ए भेजा केमा अड्डम हात नल्याउ पोल छ यहाँ पोल चाहिँ छिटो उठाऊ है त्यो फर्ममा पु हुन्छ ढोड्का हुन्छ ल सबैले फेरि चर्च गर्ने है चिया पकाएर त्यहाँ पठाइ अर्कोले फेरि यता लाग्दै यो केटाकेटीहरूसँग खानु साह्रै छेउ है पैसा नपोस न मौसम नपोस क्या यता सार्ने भइहाल्छ ल बस ल अब बस बिचरा हात धोएर आऊ त्यो 3 2 1 को ल चीयर्स ल कैसा बना है जरा बताइए ना भन्ने जैसा बनाया वैसा ही बनाया इनको अच्छा नहीं लगा चम्मच यार नभए नै भयो हातले चाहिँ मिठो हुने एउटाले मात्रै चम्मचले खानुपर्छ बिचरा इनको पनि भर्खर चिया पुगेर साप्रामा बिचरा मम्मीले पानी ल्यायो कि त्यहाँ मै पखाएन होला आफूलाई खिचेको त मुखमा हाल्नै छोडेको मलाई खिच्छु नि तिमीलाई मिठो लाग्यो त्यही भएर यिनीहरू लड्यो खान्थ्यो चटपट नपुगेर लास्टमा त यो एउटा भुजा हाल्न बिर्सेको रहेछ कि त्यही झगडा गरे खाने यहाँ एउटालाई डोज देख एउटा तिमीलाई भयो अन्त खाइदिए भएन होइन अलि हो यिनीहरू बिचरा गाएन पहिला डुडी डाडु अनि फेरि लास्टमा एक डाडु टिटिन डाडुले पुगेन ठिकै रहेछ कुनै पाके छैन चाकचाकको के यिनले पनि खतरा खाने आइन्छ चटपट लास्टको बचेको कसले खान्छ भनेको छिटो हात ल्याउँछ नै मिठो लाग्यो कस्तो पिरो भइ पनि खाएको नि होइन भाँसँग गर्दै अनि तिमीलाई पिरो भएन तरुनीहरू तरुनी अझ खाउँछ अब त्यो चियासँग यो भुजा खाने अब माथिबाट मोल्ने हो खान्छ त्यो माथिबाट मोल्ने हो र हालिदिउँ भुजा नमिठो हुन्छ मिठो भएको छ है मेरो हातको जादु यसो गर्ने तिमीले मेरो हातलाई चुम्बन पर्छ टाढैदेखि ल फ्लाइङ किस देऊ सान्सिकाले त चुम्मा चाहिँ गरेन
ठिकै छ ओइ त्यसको चटपट खोस त त्यसले चुम्मा चाहिँ गरेन चटपट नपुगेर चाट्दै बस्दै त्यो उता फर्की भ्याकेन अब खिच्छ भनेर कस्तै सेलरोटी आयो अब जो उता फर्केछ खान पाउँदैन यहाँ राख्नु यहाँ भात देखान्छन् क्या बोइले बनाएको सेलरोटी होइन डोनट जस्तो छ अब यो तिहारको ऊ भयो सबै त्यही सेलरोटी छ नास्ता जे खायो नि त्यही भात पनि सेलरोटी हो जे पनि त्यही हो अब बिचरा चटपटले नपुगेर फेरि भुजाएर च्यान लानु सेलरोटी पनि दिएको अझै ए सान्सिकालाई पनि राखिदेऊ है दिस आइडिया इज भेरी भेरी ए खुलितै चियापट्टि छान्ने आइडिया यिनको है फेरि भिडियो गऱ्यो भनेर मारे तिन भिडियो गरेको त उतातिर फालिहाल्छ न छान्ने कुरा त खातार खाए टिकटक यस्तै छ साथीहरू खातार खाए अब सबै टिकटकतिर लागिया छन् नक्कलीहरू नक्कली बजेहरू अनि हामी चाहिँ अब साँझको भ्यू त सबै बत्ती बलिसक्यो मिठा मिठा कुराले सबै बत्ती बाल एउटा बाल भनेको त्यो जम्मै बत्ती बालेछ यसले ओ यो नाचेको अघि कसो गरेको थियो अरे यो छोरीको मेरो कपडा चाहिँ सबै मिल्ने भयो भगवान् त्यताको भ्यू कति राम्रो लोट्छ यता बोला न ला 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 ल नाच सबै ल जाम्मा पुताली जाम्मा ल जाम्मा 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 बेउरा ए सीता भन्दै हेरे हेरे छाबा के जाति गाबा हे सीता यसलाई सिकाउनु हो त्यसलाई त्यो लामघारीलाई सिकाउ त हेर्न नाचेको थियो सबैभन्दा सानो झन् सबैभन्दा बुढी देखेको छ मेरो त मौसमी तिमीभन्दा सानो पनि ऊ यता एउटाले हाइट नापिरहेछ गर ल नल भइदेऊ न त आज लास्ट ए तिमी धेरै तिमी सानै छौ धेरै नदेख्यौ अहिले साँच्चै रोको भनेर युट्युबले फेरि साँच्चै तिमी भोलि जाने हो घर हेर पछाडि कस्तो मजाले जुन देखि बिहा ए हो यस्तै बस त एकचोटि कस्तो राम्रो फोटो खिचिदिन्छु ल ए बजाइ उता एउटा बजाइले टिकटक बनाइछिन् यो दाँत झरेछ यो दाँत झरालिदिउँ झन् ए फोटो खिच्न भ्याएन के भयो हेरे हेरे नक्कली हेरे ल त्यहाँ बस सानो मान्छे तिम्रो फोटो खिचिदिन्छु खतरा देखेछ यता नानीले बनाइदिनु ल त्यसरी होइन हौ छ्याको नाम देखेँ त्यो काटा च्यापा भोलि पर्सि आऊ है फेरि नाइस टु मिट यु वाट इज योर नेम बिर्सियो कि त्यही भएर मलाई याद हुन्छ म को के हो नाम मन्सा आन्टी मन्सा बजे हो नाइस टु मिटिङ यु मेरो स्टाइल हो यो नाइस टु मिटिङ यु भोलि पर्सि पनि आऊ है अन्जाहरू तिमी जाने हो किन बाई ल जानु त भोलि जाने पर्सि ओके बाई बाई ह्याभ अ गुड नाइट राम्रोसँग पढ्नुहोस् ठुली मान्छे बन्नुहोस् अब कहिले हुन्छ कहिले हुन्छ ओके उता घुमाऊ यतापट्टि घुमाऊ तिमीले यो जोडाऊ यो गुड ल नक्कलीहरू कति मोबाइल चलाएर बसेछ यिनीहरूले फेरि मर्निङ एभ्रिवान आज चाहिँ नेक्स्ट डे भइसकेको छ अनि हिजो चाहिँ हामी चटपट खाएर इन्जोय गर्दा साँझ परिसकेको थियो अनि त्यस पछाडि मैले चाहिँ भ्लग अनि अहिले एडिट गर्न लागेको थिएँ अनि सो त्यही भएर पनि ठ्याक्क देखेँ अनि मैले चाहिँ इन गरेँ छैन नि त हुन त मैले इन त झ्याप्पै गर्दैन कति तर आज चाहिँ
यसो बोल्न मन लाग्यो अनि भिडियो पनि ठिकै भएको छ। अस्तिको 50 मिनटको भएको अझै त्योभन्दा बेसी भएको थियो। अनि अझै यस्तो भयो कि अब जस्तै अस्तिको भिडियोमा के भयो भने मैले किन काटेन भने किन मैले त्यस्तो लङ बनाएँ भने मैले धेरै लङ भनेको मेरो 40 मिनटसम्मको हुन्छ, नत्र त्यहाँभन्दा उता जान्न झ्याप्पै। अनि खासमा अस्ति चाहिँ मैले किन लङ बनाएको भन्दा मम्मीको भाइटिका थियो। अब यस्तो भाइटिका चाहिँ मम्मीको अब 4 वर्षमा आउँछ, छिटो आउँदैन। अनि आफ्नो दाजुभाइहरू भनेको उहाँहरू हो, अनि कति माया गर्नुहुन्छ आफ्नो दाजुभाइहरू जस्तै। अनि त्यही भएर चाहिँ मैले अब यो बेला अब कहिले आउँछ कहिले भनेर मैले कुनै पनि मोमेन्ट काट्न मन लागेन कि मलाई अझै। अनि एकदम इम्पोर्टेन्ट हुने चिजहरू मैले काटेको थिएँ। अनि कुनै त अब नकाट्दाखेरि पनि हेर्नु त्यत्रो भएको थियो। अनि मलाई पार्ट 1 पार्ट 2 बनाउन चाहिँ मन लाग्दैन, किनकि मान्छेहरूले एकचोटि हेरिसके पछाडि चाहिँ अलिकति हेर्न पनि अल्छी मान्छन्। जस्तै मैलाई हेरौँ न, मैले पनि अब जस्तै कसैको भ्लग अब सुरु गरेँ भने त्यसको अन्त्य गर्न मन लाग्छ। अनि फेरि अर्को पार्ट आयो भने फेरि यस्तो हुन्छ कि आफ्नो दिमागलाई नि के होला कसो होला कहिले हाल्ला त्यो दिमाग त्यतैतिर जान्छ। अनि मेन्टल्ली अलिकता ऊ पनि भए जस्तो लाग्छ कि मैले आफैलाई। त्यही भएर त्यो चाहिँ मैले अरूलाई दिन चाहन्न, मेरो अडियन्सलाई। बरु फास्टै गरेर हेर्नु तर लङै गराइदिन्छु, त्यस्तो हो। सो मान्छेहरूले कन्टेन्टको लागि भनेर तर 1 पार्ट 2 पार्ट 3 पार्ट गराउँछ, तर मलाई चाहिँ त्यस्तो गराउनु मन लाग्दैन। कज अफ म चाहिँ के भन्छु भने कहिले आउला के होला त्यो मेन्टल्ली नहोस्, बरु मान्छेहरूले फास्टै गरेर हेरोस्, त्यो भन्न चाहन्छु। सो त्यही हो। अनि आज चाहिँ अहिले हामी चाहिँ चिया खाँदैछौँ। अनि हाम्रो बाबा चाहिँ तपाईँहरूले कति नोटिस गर्नुभयो होला हिजो र आजमा बाबा चाहिँ घुम्न जानुभएको छ। उहाँहरू ढोरबाट पनि घुम्न जाने भनेको मुक्तिनाथ पुग्नु भएछ अरे। अनि सो यो चाहिँ हामी 3 जना मात्रै छौँ, मम्मी म सानो नानी। अनि हामीले चिया खाँदैछौँ। सो त्यही हो साथीहरू, हिजो चाहिँ खासमा अब त्यो चटपटे पार्टी अनि अब यस्तो नानीहरूसँग अन्तिम मोमेन्ट हुन्छ। सबै पाहुनाहरू कोही बुटोलको, कोही पाल्पा, कोही कहाँबाट अब यस्तै दसैँ तिहारमै चाहिँ भेट हुन्छ। अनि त्यही भएर हाम्रो सानोलाई फेरि सबैले खोज्दै आएको। अनि मलाई चाहिँ केटाकेटीहरू कति मनपर्छ। सो हिजोको दिन एकदम अविस्मरणीय भन्छ कि के भन्छ हौ, कस्तो बोल्ने बेलामा जिब्रो लटपटिन्छ अनि भरे यो हो नि त भनेर याद आउँछ क्या। सो हिजोको दिन चाहिँ म भुल्नै सक्दैन, किनकि हिजोको मोमेन्ट एकदमै राम्रो थियो। सो त्यो मिस यु अल। यो भिडियो चाहिँ त्यो नानीहरूले पनि हेर्छ। सो मिस यु अल नानीहरू। सो भोलि पर्सि पनि आऊ भन्न चाहन्छु। मेमोरी प्रब्लम भएर मैले चाहिँ मेमोरी फेरि क्लिन गरेको थिएँ। कुनै थियो नि त अनावश्यक कुराहरू, त्यही भएर मैले त्यो फालिदिएँ। अनि त्यही हो नानीहरू सबै पछि फेरि आऊ भेटौँला। अनि माया लायो आयो। सो त्यही साथीहरू अब भिडियो इन गर्नु पर्यो। अनि मैले चाहिँ डेली भ्लग ल्याएको छैन भोलि पर्सि। अब यस्तो हुन्छ मैले चाहिँ किन ल्याएन भने मेरो मेमोरीकै हो कि मेन प्रब्लम, मेरो मेमोरी प्रब्लम हो। सो त्यही भएर इट्स ओके। तर डेली पनि के मैले कन्टेन्ट धेरै दिन सक्दैन, म सिधै भनिदिन्छु कन्टेन्ट दिन सक्दिनँ। मसँग मेरो डेली लाइफ अब जस्तै मान्छेहरूले कन्टेन्टकै लागि भनेर कस्तो योजनाहरू बनाउँछ, बट म चाहिँ लाइफमा स्मुथली जे चलेछ त्यहीको मात्रै मैले भिडियो बनाउँछु। कन्टेन्टकै लागि भनेर मैले कहिले गराएको हुँदैन। सो त्यही हो गाइस। अब चाहिँ थ्याङ्क्स फर वाचिङ दिस भिडियो अल अफ यु गाइस। अब इन गर्नु पर्यो। सो बाबा आई लभ यु अल।